के तपाईँ पत्याउनुहुन्छ यो एउटा जुत्ताबाट मलाई 40,000 प्रफिट भएको छ। हेलो गाइज, मेरो नाम विशोल एन्ड यस आई एम ए स्निकर फ्रिक। सो यो जुत्ता चाहिँ नाइजल सिल्वेस्टरको कोल्याबमा बनेको जोर्डन 4 ब्रिक बाई बिगको। नाइजल चाहिँ एउटा अमेरिकन प्रोफेसनल BMX एथलिट हो अनि ऊ चाहिँ आफ्नो बाइसाइकल स्किलले गर्दा फेमस छ। अनि यो जुत्ता चाहिँ यस्तो फेमस भयो कि 2000 पेयर चाहिँ रिलिज हुनुभन्दा अगाडि नै ट्रेन हाइसमा चोरी भएको थियो। सो यसको रिटेल प्राइस चाहिँ $225 थियो भने जापानिज चाहिँ अराउन्ड 35,000 येन मा रिलिज गरिएको थियो अनि मैले पनि एउटा पेयर चाहिँ पाउन सफल भएँ। सो अहिले रिलिज भएको 4 मन्थ पछि चाहिँ यसको भ्यालु 60,000 देखि लिएर 130,000 सम्म पर्न सक्छ एकर्डिङ टु द साइज। अनि मेरो साइजको जुत्ता चाहिँ अहिले 75,000 अराउन्डमा पुगेको छ। सो बेसिकली मैले अहिले यो जुत्ता बेचेँ भने अराउन्ड 40,000 मैले प्रफिट गर्न सक्छु यसबाट। सो यो जुत्ता चाहिँ 2025 को बेस्ट स्निकर भन्दा फरक नपर्ला। सो तपाईहरुलाई पनि स्निकर मनपर्छ अनि स्निकरमा इन्भेस्ट गर्न मन लाग्छ या कलेक्सन गर्न मन लाग्छ भने मलाई फलो गर्नु होला। म यस्तै अरु कन्टेन्टहरु लिएर आएर तपाईहरुलाई दिनेछु। थ्यांक यू फर वाचिङ।